जा फुटबल प्रतियोगितामा प्र्याक्टिस गर्नु जा त। सुन्नु त एउटा कुरा भन्नु थियो। के कुरा हो छिटो भन्। साथीहरूले बोलाइरहेका थिए। किन? पछि हुने फुटबल प्रतियोगिताको लागि साथीहरूले प्र्याक्टिसको लागि बोलाउँदै थिए। फुटबल प्र्याक्टिस? त्यो पनि त? ल के भन्नुभएको? म पनि त पहिला जमानाको फुटबल खेलाडी नै हो नि त। चुप लाग। होइन त एउटा छोरी मान्छे होस् कसरी फुटबल खेलाडी हो? त्यो गाउँमा मजाक बल खेला जस्तै हो। एक सुट हान्दा उड्ला जस्तो चाहिँ फुटबल खेलाडीले। जा मेरो लागि जुस बनाएर ले। होइन त एउटा प्र्याक्टिस गर्ने आउने भन्थ्यो किन नआएको यतिखेरसम्म? मलाई जान दिनु न हौ। धेर नगराए यहाँ आफूलाई गेमको टेन्सन छ। तपाईले मैले खेलेको देख्नु भएकै छैन। चुप लाग। जा खाना बनाउन। तिम्रो काम बनाउने पकाउने खुवाउने हो। यहाँ आफूलाई प्र्याक्टिसको टेन्सन छ। हुन तपाईलाई के को टेन्सन? छोरा मान्छे भएपछि जितिहाल्नुहुन्छ नि। जित्छु भनेर हुन्छ? प्र्याक्टिस त गर्नु पर्यो नि। एउटालाई प्र्याक्टिस गर्न बोलाएको अहिलेसम्म आएकै छैन। म छु त, मसित प्र्याक्टिस गर्नु न। के रे तसँग? जा जा खाना बनाउन। बिना काममा नाकफुक भत्केला नि अहिले। यसो प्र्याक्टिस गर्नको लागि पो त हो। के नाकमुखै भत्किने गरी हान्नुहुन्छ र? अब प्र्याक्टिस गर्दा त अलिअलि भागभुक लागिहाल्छ नि। केही छैन, अलिअलि त सहिहाल्छ नि। आखिरी तपाईँको मुख नसकेको हो र? ल सुन, त्यसो भए त मलाई यसरी हान, म छल्छु है। ल हान। तपाईँले त साँच्चीकै पो हान्नुभयो त हौ। मैले तँलाई भनेको होइन, अलिअलि त लागिहाल्छ नि। भो जा सक्दैनस् त? ल ल ल ल। सुन अब चाहिँ म हान्छु, त छल ल। फेरि अब के गर्ने? लु अब त फेरि मलाई हान, म छल्छु है। लु हान। होइन के गरेको? यसरी हान न। ए साँच्चीको लागेर? अनि ल फेरि हान। फेरि साँच्चीको लाग्यो क्या? होइन साँच्चीको लाग्छ हौ। त्यो झट्पट बनाएन के हुन्छ हामीलाई। ल फेरि। जा फुटबल प्रतियोगितामा प्र्याक्टिस गर्नु जा त। होइन फुटबल खेल्ने भनेको होइन, छिटो गइहाल।